आज मैले खुर्मा कसरी बनाउने भनेर हजुरहरू सामु देखाउन गइरहेको छु। सुरुमा मैले यहाँ सुजी लिए, त्यसपछि चामलको पिठो एड गरे, हेर्नुस् है, अनि मैदाको पिठो लिए। धेरै परिवार भएको भएर मैले अलि धेरै नै बनाउन गइरहेको छु। त्यसपछि मैले यहाँ घिउ एड गरे। घिउ एड गर्दा चाहिँ खुर्मा एकदमै झुरुम झुरुम कुरुम कुरुम हुनमा मद्दत गर्छ। त्यसपछि हजुरहरूलाई स्वाद अनुसार चिनी लिँदा हुन्छ। यस्तो भयो, एकदम अघिको भन्दा चाहिँ अलिकति नरम भएको छ। त्यसपछि बनाउन सुरु गरौँ है त। एउटा यस्तो चम्चा लिनु होला, अलि ठुलो भए चाहिँ झन् सजिलो हुन्छ। त्यसपछि यसलाई पछाडिको भागमा यसरी राख्नु होला अनि बिस्तारै प्रेस गर्दै यसलाई अगाडिसम्म पुर्याउँदै जानुहोस्। हजुरहरूले जुनै पनि सेप बनाउन सक्नुहुन्छ। यहाँसम्म ल्याउनु भयो, अलिक पातलो गर्दै अनि यसलाई यहाँबाट बिस्तारै फोल्ड गर्दै जानुहोस्। हेर्नुहोस् त, यस्तो सेप बन्छ। फेरि एकचोटि म हजुरहरूलाई बनाएर देखाउँछु। यो चाहिँ मेरो पहिलो पटकै हो है, पहिलो प्रयास गर्नु पर्यो। सजिलो तरिका चाहिँ यही हो। सुवाद छैन त? ल हेर्नुहोस्, अब मेरो तेल पनि ग्यास गऱ्यो भने चाहिँ, आगो गऱ्यो भने चाहिँ बाहिर पाकेको जस्तो, भित्र चाहिँ डढ्ने, भित्र चाहिँ काँचो हुन्छ है। ल हेर्नुहोस्, हाम्रो खुर्मा पनि रेडी भयो। जति चिसो त्यति मिठो हुन्छ खुर्मा चाहिँ। तिहारमा मात्रै नभएर साथीभाइहरू घरमा आउँदा अथवा नानी बाबुहरूलाई टिफिनको रूपमा पनि तयार गर्न सकिन्छ। बाँकी भएको खुर्मालाई पनि यसरी नै बनाउँदै जानु होला। ल हेर्नुहोस् त, बिस्तारै बिस्तारै कलर आउँदैछ। ल हेर्नुहोस् त, बाँकी भएको खुर्मालाई पनि मैले यसरी नै पकाएर निकालेँ। अब हजुरहरूले खुर्मालाई कफीसँग, चियासँग अथवा त्यत्तिकै पनि खान सक्नुहुन्छ। सबैलाई दीपावलीको शुभकामना छ। नमस्कार। कस्तो एम्मी है, कस्तो मिठो, हेर्नुहोस् त।